साथी आज चाहिँ यो बाढीको कुरा गरौँ है। यिनीहरूको सहरतिर चाहिँ डिजाइनमा कस्तो देख्छु भने म यसै ठाउँ-ठाउँमा खाल्टो अथवा पोखरी भनौँ न, त्यस्तो डिजाइन गरेको देख्छु। जहाँ चाहिँ नालाहरूको पानी आउँछ, एकछिन होल्ड हुन्छ र धेरै भयो भने त्यहाँबाट अन्त पनि जान सक्छ होइन। यो पिक्चरमा हेर्नु होला, देब्रेतिर हेर्नुभयो भने त्यो सुक्खायाममा सुक्कै बस्ने भयो र झरी परेको बेलामा भरिएर फेरि त्यहाँबाट अर्कोतिर पनि जान पाउने भयो। यसको फाइदा के हुँदो रहेछ भने थोरै पानी हुँदा त्यही लोकल उसमै त्यो बस्ने भयो, ग्राउन्ड रिचार्ज गर्न हेल्प गर्ने भयो, त्यो पानी पछि युज गर्न पनि मिल्यो। र अर्को महत्त्वपूर्ण कुरा हाम्रो जस्तो डाँडा पाखाहरू भएको ठाउँमा चाहिँ जुन रोडहरूको छेउमा पनि याद गर्नुभयो होला नालाहरूमा पानी धेरै भएर बाढी आएर पुरै त्यो भेल पानी आएर पुरै रोडहरू भत्काइदिएको हुन्छ होइन। त्यसलाई पनि कम गर्न हेल्प गर्छ। त्यही भएर हाम्रोतिर सडक विभाग, सहरी विकासहरू मन्त्रालयहरूले पनि यो के भन्छ क्याच बेसमेन्ट भन्छ क्या अङ्ग्रेजीमा, अरू पनि विभिन्न नामहरू छ। यो पनि हाम्रो इन्फ्रास्ट्रक्चरहरूको डिजाइनमा इन्क्लुड गर्न पाए चाहिँ साह्रै हेल्पफुल हुन्थ्यो होला है फ्ल्यास फ्लड कन्ट्रोल गर्नको लागि। धन्यवाद।